वेलकम टु माई न्यू ब्लग गाइज। आज चाहिँ हाम्रो शिवधटासम्मको यात्रा हो, ट्रेकिङ है। अनि बोक जित्ला र हामीले चाहिँ अब्बर गिदी हान्दैछ। त्यो पनि हामी चाहिँ बाल छैन, यस्तो घामहरू कति पचाइसक्यो। डिपी बोय इन द टाउन, डिपी बोय इन द टाउन है। सबैभन्दा जेठो चाहिँ यहाँ हुनुहुन्छ हाम्रो इसाक सर। इसाक, 2 शब्द खोइ हेलो भन्न। अहिले चाहिँ हामी स्टप गर्छौँ ल, अब एकछिनपछि। ल हामी चाहिँ लगभग 10% जति चाहिँ हिँडिसक्यौँ है। 90% अझै बाँकी नै छ, 10% चाहिँ हामी हिँडिसक्यौँ। एक्ज्याक्ट यो ठाउँको नाम चाहिँ मलाई थाहा भएन। अब टक्क मेन रोड भएपछि बसमा सर्न जाने हो। राम्रो हुँदैछ स्टार्टिङ। हामी हिँडेको देखेर यहाँ मान्छेहरू पनि भेजा भइसक्यो है। हजुर एनर्जी दिएर हो उनीहरू, त्यस्तै हो। ट्रेकिङ राम्रो हुँदैछ हाम्रो। के होइन, अलिकति घामले मात्रै डिस्टर्ब गर्यो कि, अरू त यस्तै हो। हामी चाहिँ हिँड्दा यहाँ स्टार्टिङमै गल्न आँटिसकेको थियौँ क्या। गल्न त आँटिसकेको थियौँ, अब के भयो गल्ली त हालेको थिएनौँ, गल्न चाहिँ आँटिसकेको थियौँ। अनि घामले पसिना बनाइसकेको थियो। स्ट्यामिना त थियो, अब के भन्नु, अब खेलाडीहरूको चाहिँ स्ट्यामिना भइहाल्छ होइन। अनि तर पुगेपछि चाहिँ हामी बस चढेर जानुपर्ने थियो। अनि लगभग हामी तर आइपुग्न आँटेको थियौँ। अनि चट्ट बसलाई लिएर हामी धरानतर्फ लाग्छौँ। अब हल्का हिँडेको भिडियो छ, अनि त्यसपछि चाहिँ धरान पुगेपछि स्टार्ट भएको छ, हल्का हेरिदिनु होला। ल हामी चाहिँ लगभग 15% जति चाहिँ आइसक्यौँ होइन। अब यहाँ आधी बाटोबाट बसको हेल्प लिनुपर्छ, बस चढेर जानुपर्छ। र हामी चाहिँ यहाँनिर बस चढिसकेको छौँ। अब बस चढेर अनि चट्ट धरान जाँदैछौँ होइन। अनि धरान पुगेपछि म त्यहाँनिर भ्लग स्टार्ट गर्छु, हेर्दै गर्नु होला, किप वाचिङ। फाइनली हामी चाहिँ है धरान आइसकेको छौँ। अनि लगभग 40% चाहिँ हाम्रो भइसक्यो। यता छ हाम्रो वर्ल्ड मोस्ट ह्यान्डसम बोय इन द टाउन। अब यहाँ हाम्रो सपिङ हुँदैछ, सामानहरू चट्ट हो, पोर्कहरू, चिकनहरू। एउटा भाइ आइसक्यो, उहाँ कुन चाहिँ भाइ हो त्यो थाहा भएन, हुनु चिनेकै मान्छे हो यो पनि।
माल किन्न गएको छ किन जाने भयो अटोमा कति खराब भएको कारमा जाने हो उयो कार बुक गरेको खोइ निकाल इन्टरभ्यू निकालेर सामान किन्नुपर्ने म माथि मान्छे सिधै आएन त्यही छ र हामी चाहिँ धरानबाट अटो लिएर माथि पेट्रोल पम्पसम्म चाहिँ अटो लिएर जान्छौँ होइन त्यहाँदेखि चाहिँ अनि के भन्छ शिवझट्टाको स्टार्टिङ पोइन्ट आउँछ क्या त्यहाँनिर यता सट्ट जाने बाटो छ अहिले भ्लगमा पनि देखिहाल्नुहुन्छ होइन अनि यहाँ चाहिँ हल्का अटोमा हिँडेको हल्का क्लिपहरू छ हिँडेको के भन्नु गएको सर यस्तो हुन्छ अटो चाहिँ यस्तो हुन्छ हामी चाहिँ लगभग कति 49% आइसक्यौँ हिँडेर हिँडेर होइन 45%सम्म आइसक्यो डेस्टिनेसन अगाडि छ हाम्रो आधी टोली फर्स्ट टाइम आएकोहरू चाहिँ यस्तै हो होइन अब हामी चाहिँ यस्तै फर्स्ट टाइम आएकोहरू चाहिँ यस्तै है वेलकमै हाम्रो ब्लगमा उसको ब्लगमा उयो के अरे यस्तो गरे उताको नि तपाईँहरूको टोली हो ठिक छ यो अगाडि हिँड्नेहरू छ नि फुर्केहरू सब फर्स्ट टाइम आउनेहरू है अगाडि रहने एउटा क्या अझ छ माथि टुप्पो पनि कट्नुपर्छ भनेर चाहिँ भन्दिनँ म होइन त्यहाँ चाहिँ फर्स्ट टाइम जानेहरू चाहिँ ओभर एक्साइटेड भएर त्यहाँ नचिनेको मान्छेहरूसँग इन्टरेक्सन गर्दैछ होइन मतलब छैन क्या हामीलाई जस्ट चिल इन्जोय अगाडि पनि गर्नु हाम्रो ए सो हेलो एभ्रिवान वी आर गोइङ टु शिवझट्टा गाइस यात्रा राम्रै छ होइन स्टार्टिङ राम्रै हुँदैछ पसिना आइसक्यो ट्रेकिङमा पसिना आइसक्यो गएर चिल भाइस नुहाइदिने हो झर्ना छ अरे होइन छ अरे होइन छ भन्छ कि हाम्रो टोलीहरू अगाडि पछाडि पनि यस्तो शीतल पाउँदा त आम्मामा हेभेन जस्तो फिल हुन्छ क्या यस्तो गर्नु त यो रुगा लागेको स्पिकर बोकेर आम्मामा यहाँ खिच्नु न फोटो Finally, I'm seeing first checkpoint and we are going to rest here. Oh, guys, this is a beautiful auto. Oh, Marchata. You can enjoy the view, guys. Look at the view. Oh my God. Oh. Oh my God. Look at the view, guys. Wow. यहाँ घामले डढेर कोइलाको भाइब्स आइसक्यो डढेर है गन्ध आइसक्यो कोइलाको त्यो पनि
यस्तो घाममा आइरहेछ पछाडि चाहिँ भ्यू अब्बर बबाल आइरहेछ है ओह शिट र हामी चाहिँ स्टार्टिङको आइसक्यौँ है झर्ना स्टार्टिङ यस्तै छ है सरर त्यही छ पानी चिसो ओभर प्योर वाटर है चिसो यता फोटोसुट हुँदैछ अब उता भने फाल्टै हो हुक्काको चाहिँ आमा मरिन्छ कि बाँचिन्छ तर हुक्का भने चाहिँ मजाले तानिन्छ है हुक्का अब 1 घन्टा नि आउँछ 1 घन्टा अरे 1 घन्टा ल फाइनली चाहिँ हामी यहाँनिर स्पटमा आइसकेको छौँ शिवझट्टा भन्ने ठाउँ चाहिँ यही हो र एकदम चिल छ है दामी छ दामी तरिकाको पानी पनि चिसो छ अहिले हेर्दै गर्नु होला र यहाँनिर झर्ना पनि छ यस्तो दामी छ कि चिसो पानी क्या जाडै बनाइदिने मैले चाहिँ जाडो लागिरहेको थियो त्यो पनि गएँ होइन रिफ्रेस हुनको लागि बबाल मजा आयो क्या र हामीले चाहिँ यहाँनिर त्यो सुरुमा बाटोमा भेटेको रेन्डम केटीको ग्याङहरू चाहिँ यहाँनिर भेटाइसकेको छौँ उनीहरू पनि यहाँनिर चिल गर्दै थियो रमाइलो गर्दै थियो ऊ त्यो पर माथि ढुङ्गामा चढ्ने चाहिँ मेरै साथीहरू हो अनि केटाहरू पनि त्यहाँनिर इन्जोय गरेर चट्ट बाहिर बसिरहेको थियो मजा क्या अब यो नुहाइसकेपछि चाहिँ अब अर्को मजा आइदियो क्या आम्मामा कस्तो थाकेको पनि एकैछिनमा बिर्स्यो यस्तो गर्मी थियो यहाँनिर नुहाइसकेपछि चाहिँ सब कुरा बिर्सिनु क्या माइन्ड पनि फ्रेस भयो एकैछिनमा इन्जोय हुँदैछ यहाँनिर हामीले चाहिँ धेरै इन्जोय गऱ्यौँ नुहाइसकेर पुरा रिफ्रेस भएर माइन्ड फ्रेस गरेर सेकुवाहरू खानेकुराहरू बनाएर पनि खाइसकेर अब हामी चाहिँ घरतिर जान आँटेको हाम्रो ब्लग चाहिँ यहीँसम्म हो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अन्त यो चाहिँ हाम्रो फर्स्ट ब्लग हो कस्तो भयो भिडियो राम्रो भयो कि भएन कमेन्ट गरिदिनु होला नराम्रो भयो भने चाहिँ अब हामी अब राम्रो बनाउनु कोसिस गर्छौँ के कमी भयो प्लिज सजेस्ट गरिदिनु होला सबैजनालाई धेरै धेरै धन्यवाद हाम्रो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा सबैलाई धन्यवाद